ल गाइज अब हामी हाम्रो यो भिडियोको पार्ट 2 तिर लाग्दैछौँ। अब हामी वनदेवीको तपाईँहरूले अब पार्ट 1 हेर्नु भएको छैन भने सुरुको गेटदेखि पार्ट 1 मा अलिअलि बताउनु खोजिएको छ। अब हामी लगभग वनदेवी भित्र प्रस्थान गरिसकेका छौँ। यी बाटो यही हो, यस्तो छ, यी जङ्गल छ, हरियाली, यी हेर्दै प्राकृतिक मनमोहक दृश्य हामी यहाँहरूलाई देखाउन गइरहेका छौँ। र अब हामी मैले अघि पनि भनिसकेको छु, यहाँ आज खासै त्यति धेरै मान्छेहरू नदेखिया केही छैन। हामी अवसर चाहिँ हिँड्दैछौँ। अगाडि एकजना बाजेबाजीको पछि पिछा हामी गर्दैछौँ। यी जङ्गल छ, जङ्गल अब जङ्गल पनि अलिकति खै पहिलोभन्दा अलिकति पातलो भएको हो कि त्यस्तो आवाज भइरहेछ हामीलाई, किनभने अब यहाँ पातला फिङ्गर लिनेहरूको अलिकति बाक्लो उपस्थिति भइरहेको छ। हुन त अब पातला फिङ्गर लिनु अब नराम्रो चिज त होइन, तर पातला फिङ्गर लिने नाममा चाहिँ मान्छेहरूले हरियो हरियो डाँडा काँडै नै रुखहरू नै भाँच्दै लाने क्रम बढेको भएर पनि हल्का पातला भएको हो कि जस्तो भएर चाहिँ यद्यपि त्यस्तो विधि पातलो भइहाल्यो भने चिन्ता गर्नुपर्ने अवस्था चाहिँ छैन। फेरि पनि सजग हुनुपर्ने अवस्था चाहिँ छ नै। अब हामी वनदेवीको यो बाटो यो बाटो अहिले पहिला अब यहाँ स्याउलाले हिँडेर अलिकति गाह्रै हुन्थ्यो, तर अहिले यहाँ अलिकति होइन, अलिकति यहाँका साथीहरूले अलिकति मिहिनेत गरेर यी खुर्किलो जस्तो गरी बनाउनु भएको रहेछ। त्यसको लागि अब साथीहरूलाई धन्यवाद। यसले गर्दाखेरि अलिकति हिँड्नलाई सहज भएको छ। फेरि पनि बाटोभरि त पातपाती गर्ने धेरै छ, चिप्लिन्छ, बिस्तारै हिँड्ने बाबु सर सुरु एकैचोटि तल पुगिन्छ। हामी आज अलिकति हल्का हजारहरू भएको जस्तो छ भने त अब जङ्गलको त अलिकति हल्का हजारहरू त ओहो भइहाल्छ। ल पनि गाह्रो, अब एकछिनलाई हामी हिँड्नलाई गाह्रो पाएर यसलाई एकछिन हामी ब्रेक गर्दैछौँ र हामी त्यस पछाडि फेरि पार्ट 3 तिर लागौँ न। हस् त, धन्यवाद।